हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब ब्लग। यो चाहिँ मैले किन भोइस ओभर गर्नु पर्यो भन्दाखेरि मेरो चाहिँ यहाँनिर के भनौँ न, मैले भिडियो चाहिँ बनाएको थिएँ तर भिडियो डिलिट भइसक्यो, त्यही भएर मैले भोइस ओभर गर्नु परेको। अब हाम्रो दसैँ चाहिँ यसरी बित्यो। भाग्यवान त भइसक्यो म सोचेको कुरा पुरा होस्। बाङ्गो लगाइदिएर बाङ्गो मेरो जहिले बाङ्गे हुन्छ। मम्मीलाई चाहिँ त्यसरी यहाँ नाच्न लाग्यो हातमा पैसा निकालेको छैन। यहाँ चाहिँ 10 मात्र छ। रामदासमा त दिने हो यहाँ कार्डबाट निकाल्नु ल, आफै निकाल्नु। यस्तै न हुन्छ। त्यो सब हुन्छ यहाँबाट चाहिँ 100 पाउन्ड मात्र निकाल्नु ल। 100 पाउन्ड। के भन्ने सय पाउन्ड 100 पाउन्ड अब त्यही हो दक्षिणा। यो आशीर्वाद पो त कहाँ पैसा हो। 100 को पाउन्ड दिन्छ 1000 को पाउन्ड 1000 त अब पछि। भाग्यवान रुख त ले आइया हो त्यो अलिकति सानो छ। आइया यतिकै यति त गरे यति त के हो त्यो हैन न बुझ्छु भनेको छु। ल मेरो बाबा त ढोल्नु भाग्यवान नि ल मेरो लक्ष्मीलाई आइया घरको लक्ष्मी त हो नि म अनि हैन अब त सो गाइज हामी चाहिँ उता दिदीहरूकोमा जानुको लागि निस्किसक्यौँ। यहाँ ढोका लाउँदैछ कोसेली बोकेर टक्क लगाएर। जुत्ताहरू चाहिँ के हो सबै चप्पल बाहिर निकालेछ भित्र लाउने पनि। हामी चाहिँ निस्किसक्यौँ। यो साडी त आमामा कत्रो हौ। कोसेली बोकेर घर चाहिँ यहीँ हो है, हाम्रो घर यहाँ यो त्यही टिका लाउनु गएको हामी चाहिँ। टिका लाउनु कोसेली बोकेर लाग्यो। यो चाहिँ कस्तो देखेको हौ, यो साडी मोटो जस्तो देखिरहेको छ नि मेरो। कोही चाहिँ क्रक्स लाएर, मेरो चाहिँ साडी यस्तै छ है गाइज। फर्स्ट टाइम लगाएको नि तिमीले कुरा सुहाल। ल हामी चाहिँ पुगिसक्यौँ है। आमा देखाउँछु ल दिदी के गर्दै हुँदो रहेछ। आमामा जागरीले दिदीले यहाँ आएर त खोर्सानी फलाएर ढङ्स छ। जोकुनी पनि ऊ बनाइसक्नु। हाम्रो घर चाहिँ त्यो हो है गाइज। ल ढोका गरेर हेलो नमस्ते दाई। भित्र पुगेर भन्दा पनि अहिले नै गर्छु खोल्नु पुरा। ला मेरो नङै टाँच्नु बिर्सेछु किनेको के म त। ल आमामामा राम्री र राम्री भएर कति राम्री भएको के हो दाई। खदा देख्यो छैन देखेको नि। यहाँ सेटअप राख्नुभएको गर्नुभएको रहेछ है। ल अब हामी चाहिँ टिका लाउन आँटेको।
दाइहरूलाई दिनुहुन्छ खोइ कोसेली चाहिँ यहाँ छ ए अहिले दिनुपर्छ है टिका लाएर अहिले दिइहाल न ल कोसेली दिएको नि म भिडियो बनाउँछु यता दाई दुईजनाले फर्स्ट टाइम दसैँ मनाएको है आफै केही थाहा छैन घरको मान्छे उही हो दुईजना हो कि नली आएको भए पनि हुन्थ्यो नली आएको भए पनि हुन्थ्यो अच्छा ल्याइदिउँ ठिकै छ चिनी ल्याइदिउँ भनेको एक केजी चिनी ल्याइदिउँ भनेको चिनीले ल्याउनु हुँदैन डायबिटिज ल गाइस अब हामी चाहिँ टिका लाउने टिका लगाएको नि अहिले भिडियो गर्छ है कस्तो मोटी देखिरहेछ हेर त त्यहाँनिर गाइस हामी चाहिँ टिका लाउँदैछौँ दाइको हातबाट फर्स्ट टाइम पुरा उहाँसँगै आएको है फर्स्ट दसैँ हो नि त उसँग हो दाइको हातबाट पनि फर्स्ट हो दिदीबाट पनि फर्स्टै हुन्छ मैले जानेको तरिका लगाइदिन्छु है हुन्छ एकजनाले मात्रै टिका लगाइदिन्छ होइन पहिले यस्तो घुमाउनु पर्छ होला नि दाइ त्यो त भाइटिका हो त्यही हो होइन यस्तो यस्तो गरेर फ्याक्छ जस्तो लाग्छ के होइन कोही अघि त उसलाई बनाउनु लाग्यो त मैले ए हो केही छैन भनेको बुझेँ पानी छल्किनु होला हजुर यस्तो यस्तो घुमाएर त्यो त खसीलाई काट्नुलाई पो आज त ए हो थाहा नै थिएन अघि मेरो अनुहारै भइ लागेर गाइस हामी चाहिँ टिका लगाएर भेट्छौँ ल हामीले चाहिँ टिका पनि लगाइसक्यौँ ल है दाइले दक्षिणा निकाल्नु है म हेर्छु ल दिदी चाहिँ के भन्दै हुन्छ त्यहाँ टिका लगाइदिनु छोडेर ढोग्नु पर्छ नि त तिम्रो ढोग्नु होइन पर्छ म भिडियो ल गाइज म एकछिन देखाउँछु है ल हात ढोग्ने कि हातै ढोग नि त ल हात ढोग ल ल दाइ तपाईँको नि हात मलाई नि ढोका मलाई नि ढोका ल टिका त लगाइदिनु कि ल सो गाइज अब हामी चाहिँ निस्कि पनि सक्यौँ अब उता कता पो जान आँटेको हामी ताबहरूको घर जान आँटेको सो हामी निस्किँदैछौँ यहाँबाट खायौँ पियौँ टिका लायौँ अब निस्किँदैछौँ हाम्रो दसैँ चाहिँ यस्तै यस्तै हुँदैछ मलाई छोरी यसले मोटो देखिहाल्छ हौ साइडबाट र यसले के यसरी गर्दाखेरि ल हाई दिदी वेलकम टु माई ब्लग एगेन अर्को ड्रेसमा यति जागरीले हुन्छ है दिदी चाहिँ अघि अघि अस्ति फलाएर पनि मलाई दिइसक्नु भयो हिजो ओ माई गड बेहुला नयाँ बेहुला कहाँबाट आयो यो जुत्तामा त त्यो मिल्दै मिलेन कि वा गाइज हेर्नुहोस् है मेरो श्रीमान तर ला कच्चा कुचुक छ त नि ए छैन त मिलेन त ब्याग बुझ्ने त्यही लाउनु केही हुँदैन ल अब हामी चाहिँ जान्छौँ यो होइन तपाईँहरूको गाडी ल गाइज हामी चाहिँ गाडीमा चढिसक्यौँ अब हामी पुगेर भिडियो गर्छ है हामी चाहिँ लोकेसनमा पनि आइसक्यो यहीँ रहेछ यता सापहरूको घर चाहिँ लुगा मिलाउन यहाँ सो हामी चाहिँ आइसक्यो के हो त नि नहोस् चाहिँ मलाई लाज लागिरहेछ भिडियो बनाउनु त्यही पनि भिडियो बनाउँदैछ ल ओसी साहब चाहिँ हुनुहुन्छ ओसी साहब ल एकन अनि पछि यो चाहिँ अब हाम्रै हो एकन तर हामीले त्यसै ग्रुपमा गर्दै छ साथलाई है मान्छेमा भ्लग गर्छु लामो हुन्छ ल आइदिनु भयो त्यसको लागि हजुरहरूलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु अनि एट द सेम टाइम हाम्रो दुर्गा भवानीले हामी सबै परिवारजनहरूमा चाहिँ हामीले चिताएकोहरू सबै पुर्याओस् अनि पुगोस् भन्नु पनि एउटा सिनियर फिगरको नाताले हजुरहरूलाई एकदम बेस्ट विसेस दिन चाहन्छु
अरू त खासै केही पनि छैन के अरे हामी एउटा स्पेसल पनि होइन एउटा यो हाम्रो नेपाली महान चाड भएको कारणले गर्दाखेरि एउटा सिनियर यसो के भन्छ दसैँमा चाहिँ 10 करोड डुल्नुपर्छ अरे अनि सुरुमा चाहिँ मैले सुरु गरेको मेरो घर चाहिँ एक मानेर चाहिँ हजुरले यसरी डुल्नुहोस् 10 चोटि खानुपर्ने 10 ठाउँ डुल्नुपर्ने त्यो एउटा बुढो मान्छेको एउटा मान्यता हो जसमा चाहिँ एउटा हजुरहरूले यसो के अरे आइदिनु भयो अनि सो रमाइलो गर्नु खासै स्पेसल केही पनि छैन तर जो बहिनीहरू आइदिनु भयो चिन्ने मौका सायद हामीले पाउँछौँ होला हामीलाई पनि चिन्नुहुन्छ होला अनि पल्टन घरमा कस्तो हुन्छ भन्दाखेरि हजुर एकदमै नयाँ जेनेरेसन अलिक हामी पुरानो जेनेरेसन भयो पहिला हाम्रो के भन्छ यसो हेल्थ सपोर्टहरू पनि खासै देन पाइँदैन थियो अनि त्यो एउटा हामीले चाहिँ लिङ्क राख्नु पर्थ्यो अनि यसो सुख दुःखमा यसो चिनजान गरिराख्यो भने यसो हाई हेलो बोल्न अलिक के भन्छ सजिलो हुन्छ त्यही भनेर पनि एउटा के भन्छ हामीले पनि कफी मर्निङको एउटा उ गर्न खोजेको थियो तर एकदमै नम्बर थोरै भएको कारणले गर्दाखेरि बरु एकैचोटि दसैँ नै गरौँ बरु यसो सङ्ख्या चाहिँ राम्रो भयो भनेदेखि यसो लेडिजहरू जो काम गर्नुहुन्न अथवा काम पनि मिलाएर चाहिँ रमाइलो गर्नुहोस् भन्ने हेतुले एउटा के भन्छ विचार गरिएको थियो तर अफसोस त्यो भएन तर ठिक छ दसैँमा अब हामी नै हो बहिनीहरू है रमाइलो गर्नुपर्छ हजुरको यो स्टे कतिपय चाहिँ नयाँ फ्यामिलीवाला हुनुहुन्छ एउटा क्याट्रीको पनि एउटा क्षण बनाउनुहोस् मोमेन्ट बनाउनुहोस् हजुरहरूले त्यही भन्न चाहन्छु अनि ह्याप्पी दसैँ वन्स अगेन अनि पिएस यो त एकदमै जरुरी थिएन है यस्तो के ल्याउनु के अरे पर्छ भन्ने छैन नल्याउनु भएको हुन्थ्यो तर ल्याइहाल्नु पर्छ त्यसको लागि पनि थ्याङ्क यू यही अब खाम्ला पिउँला 6 बहिनीहरूको लागि पनि त्यहाँ अलरेडी रेडी छ अफसोस टाकिला चाहिँ ल्याइनँ मैले नत्र अलिकति बिहान भएर न त टाकिला सर्ट चाहिँ मेरो पनि फेभरेट थियो पहिला रक्सी खाने बेलामा अलिक बुढो भएर त्यो पनि छाडे तर अहिले जेलाई यसो सेयर गरेर रमाइलो गरौँ है बहिनीहरू थ्याङ्क यू अनि पछि म त अघि एउटा छुट्याएर चाहिँ अलिकति बहिनीहरू भएर होला नर्भस भएर होला अनि हाम्रो तर्फबाट साथ दिदी अनि एक्सटेन्डेड फ्यामिलीलाई ह्याप्पी दसैँ छ गाइज हामीले चाहिँ खानासाना खाइसकेर नि यहाँ गफ गर्दै बसिरहेको छौँ कस्तो भइरहेछ त सन्तोषजी रमाइलो भइरहेछ ल रमाइलो भइरहेको छ है त दिदी हुँदो रहेछ बनाइदिएको खाँदैको भन्ने चाहिँ दिदीको रिएक्सन अब मुगेसो दाईहरू पनि जान आँट्नु भयो हामी चाहिँ जान आँट्यौँ हाम्रो लागि गिफ्ट यहाँ मैले चाहिँ पिङ्क लिएँ दिदीले येल्लो ल एउटा कुन चुज गर्नुभयो पिङ्क दुईजना पिङ्क थ्याङ्क यू दिदी ह्याप्पी दसैँ थ्याङ्क यू बहिनीहरू आइदिनु भएकोमा बहिनीलाई धेरै धेरै धन्यवाद बाटो देखेछ बोरिङ भयो भने भाइलाई दिदीकोमा पुऱ्याइदियो है बुढो नमान्नु म घरैमा हुन्छु कि बहिनी मैले काम गरेको छैन बहिनीहरूको छुट्टीमा आउनुहोस् न बहिनीहरू है नानी छुट्टीमा त आउनु पऱ्यो नि बहिनी कोही पनि छैन आफ्नो मान्छे भनेको हामी सबै आफ्नै आफ्नो है त्यो उस्तो त्यो भन्छन् हाम्रो एउटै हो कहाँको अर्काको देशमा यहाँ काम गर्न आएको छ भने यसरी होइन मिलेर काम गर्नु त त्यो गरेर गर्नुपर्दैन ल थ्याङ्क यू सो मच दिदी गीत त त्यस्तै हो कि मेरो भ्लग देखेर मलाई बनाउनु पनि देख्दैन होइन हामी चाहिँ लन्च दाईलाई दाई तपाईँ नै होइन सिङ्गल सिङ्गल दाईलाई म हाइलाइटमा राख्छु क्या दाईलाई नानी क्युटी पाए तर सेम मम्मी जस्तै है उसको मम्मी जस्तै होइन
अब हामी चाहिँ लाग्यो नानीको होला नि सबैजना जानु बाई दिदी ल बाई दिदी ल सबैजना बाई दाई सिङ्गल दाई दिदी बाई नानी बाई सिहे Look at here. Bye. Bani जाने. Yes. Bye. जब हामी पनि गयौँ अब घर जान्छौँ अब राति पनि ढिलो सुतेको बर्थडेले गर्दाखेरि अनि अब मेरो फेरि स्टोरेज फुल भएर 3टा फोनबाट गरिसकेँ क्या भिडियो पनि यति लामो हुन्छ र अहिले चाहिँ दाइकोबाट गर्दैछु अब दाइको पनि फुल बनाइदिन्छु होला यता हो तिम्रो छोड्दिन दाइ ल अब घर पुगेर भेट्छु है हामी अब हामी चाहिँ घर पनि आइसक्यौँ गिफ्ट पनि दिइसक्नु भयो मेरो गिफ्ट चाहिँ यता थियो हजुर अरू नि ल गाइज अब हामी चाहिँ यहाँ दाइले फोटोसोटो खिचिदिनुहुन्छ कुर्ता रहेछ साडी अब तपाईँलाई त कस्तो राम्रो देख्यो है कस्तो राम्रो दिनुभएछ दिदीले तर कलर पनि कस्तो राम्रो रहेछ नि त है ब्राउन र उसमा मेरो चाहिँ पिङ्क कलर छ अब हामी चाहिँ फोटो खिच्छौँ अनि भरे भेट्छौँ ल सो गाइज अघि हामी चाहिँ आएर पनि रेस्ट गऱ्यौँ अब दाइहरूले बोलाउनु भएको छ उताको घरमा दाइहरूकोमा अनि अब हामी उता जान आँटेको रात पनि परिसक्यो हेर्न सक्नुहुन्छ एकदम गल्यौँ क्या हिजो बेलुकाभरि उता मनाएको नि त बर्थडे मनाएर उनो खेलेर रातभरि बसेको थियौँ अनि त्यसैले गर्दाखेरि निन्द्रा पनि पुगेको थिएन यहाँ केही मिलाएको छैन हाम्रो सिदिदीले यहाँ के अरे गिफ्ट दिनुभएको मलाई बोर्की यो छ अब सबै यहीँ छ है केही मिलाएको छैन अब यत्तिकै होस् अब चाहिँ भोलि मिलाउने भन्दा पनि भरे बेलुका आएर मिलाउनु पर्छ अब हामी चाहिँ जान आँटेको अघि आयौँ अनि आएर मैले भिडियो गर्न क्या एकदम गलिरहेको थियो नि त गलेको भन्दा नि निन्दा सिन्दा चाहिँ लागिरहेको थियो अनि भ्याएन पनि स्टोरेज फुल भएर त्यस्तो भइरहेको थियो मेरो एकदम धेरै भिडियो भएर मैले हिजो बनाएको रोटी चाहिँ यस्तो भयो कालो न कालो सेप पनि मिलेन यो चाहिँ बनाउने भनेको यो चाहिँ डायमन्ड रिङ जस्तै छ अरे आऊ लगाइदिन्छु तिमीलाई छिटो यहाँ मैले भ्लग बनाएर छु क्या कस्तो लाग्यो नि अरे ल हामी चाहिँ यो रोटी पकाउने यहाँ चाहिँ अब रोटी मिठो पनि भएन मलाई घिन लाग्यो यस्तो गर्दाखेरि धेरै खाइदिएको छु हो म के गरेको छ म अरू भेट्छु न हामी पर्दा लाग्यो त हामी चाहिँ यहाँ अर्को दिदीहरूकोमा घर सन्तोषी दिदीहरूको घर आइसकिसक्यौँ हामी चाहिँ यहाँबाट ठ्याक्क उता जान्छौँ सँगै मिलेर तर घरमा हुन्छ कि हुन्न नि हेरौँ एडिट गर्दै हुनुहुन्छ नक नक मेरो भ्लग चाहिँ कहिले पनि सिद्धिएन है दाइ होइन त्यही कन्टिन्यू कता जानुभयो दिदी म दिदीलाई चाहिँ सरप्राइज दिन जाँदैछु दिदी नजानु हुने र टाउको दुःख भन्दै हुन्छ नि मनिको पारिदिइहाल्छु नि गाइस मनिको पारिदिइहाल्छु नि मनिका नजाने अरे यस्तो कुरा नगर्नु है त्यहाँ ला उनीहरूले ल्याउनु बिर्सेछु म उनीहरूले लिनु पठाउँछु दिदीको रुम चाहिँ यस्तो खतरा छ कि गाइस यहाँ हेर्नु न के अरे कोचको बिहा कोचको यस्तो ऊ लाएर सुत्नुहुन्छ यस्तो ओछ्याएर तातो हुन्छ होला है क्रिस्टियन डियोरको पर्फ्युम लाउनुहुन्छ है गाइज दिदीले चाहिँ ल हामी छिटो भेट्छु है पिरामिड दिदीलाई पनि उठाइसकेँ अब हामी जान्छौँ
यहाँ दिदी रेडी हुनुहुँदैछ हाई दिदी फेरि पनि 20 चोटि एउटा भ्लगमा यो चाहिँ अघिको भ्लग कन्टिन्यू गरेको किनभने अघि छोटो हुन्छ जस्तो लाग्यो नि त अनि रातिसम्मको बनाऊँ भनेर अब यसो मेमोरी हो नि त पछि हेर्दा हुन्छ नि त फर्स्ट दसैँ यसो युकेमा यसरी मनाइएको थियो भनेर मलाई कस्तो देखिसकेको यहाँ हो यहाँबाट राम्रो देखेको छ क्युट देखेको छ कस्तो दामी देखेको गाइस हामी 5-6 पाइला हिँड्दाखेरि दाइहरूको घर आइहाल्यौँ यही हो दाइहरूको यतापट्टि मेरो घर चाहिँ यो हो यतापट्टि सन्तोषी दिदीहरूको घर यता रोशनी दिदीको घर अनि यहाँनिर दिदीहरू के पकाउँदै हुँदो रहेछ मैले भ्लग बनाएको देखेर पनि छक्कै पर्नुहुन्छ Oh my god. यति सपोर्ट गर्नुपर्छ आफ्नो वाइफलाई यतिको माया चाहिँ गर्ने हस्बेन्ड पायो भने जिन्दगी सेट हो होइन माया गर्नुहुन्छ होला मलाई त्यस्तो लाग्छ है कोही सन्तोष दिदी चाहिँ कहाँ जानुभयो हुन्छ दिदी खाना खाइसकेर यसो अब वाइन खान हान्टेको हामी ठिकै छ दिदी केही छैन यस्तै हाल्ने हो क्या यहाँ हाम्रो राम्री दिदी यहाँ हाम्रो यता चाहिँ राम्री दिदी सानी दिदी मेरो बुढाले सानी नभन्नुहुन्छ कि सानो क्युट हुन्छ नि त ल चाखौँ त चाख्यौँ त ल खानु चाहिँ खायौँ पियौँ अब हामी जानु लागेको घर ल थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू सो मच दिदी यति मिठो पकाएर हजुर दाइले एकछिन मेरो ब्युटिफुल नम्बर्नीले दसैँमा हामीलाई यसरी बोलाएर मिठो मिठो बनाएर खायो है हाम्रो दसैँ उयो गराइदिनु भयो रमाइलो बनाइदिनु भयो धन्यवाद छ भन तै भन्नु अब दाइलाई मेरो एक मात्र क्याट्रिका भएको मेरो घरछेउको छिमेकी नम्बरले धेरै धेरै धन्यवाद हैन आएर यसो बोलाइदिनु भयो हाम्रो साँझ रमाइलो बनाइदिनु भयो दसैँमा सम्झिनु भयो तर दाइको आँखा चाहिँ के भएको हो अहिले किरा गरेर हेर्छ हो ल भन्नु न भिडियो भोलि भेटौँ ल है त ल भोलि भेटौँ है ए यो चाहिँ स्याम्पेनको हो त्यो स्याम्पेनको यस्तै डरो हुँदो रहेछ कस्तो राम्रो किचन छ त अनि दिदी सेम त हो तर हाम्रो है ठुलो छ नि त होइन उत्रे बाई ल बाई दाई बाई दिदी भोलि भोलि भेटौँ बाई म चाहिँ नेपालीमा भन्छु ल दिदी किनभने म भर्खर नेपालबाट आएको नि त ल बाई ल हामी चाहिँ जाँदैछौँ है घर ओइ मलाई उ गर न दिउँसो भन्दा पनि अलिक अगाडिदेखि बिहान उठेर प्रिपेयर गर्नुपर्छ हामी बाटो चाहिँ यस्तो यो त कता दुलो थियो ल गाइज अब हामी चाहिँ घर जान्छौँ यही भ्लग इन गर्न चाहेँ मैले चाहिँ हजुरहरूलाई मेरो भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद